हाकिम साहब त्यहीँ बस्नु भएको छ, उपमेयर त्यहीँ बस्नु भएको छ, धमला सर त्यहीँ बस्नु भएको छ, मेयर साहब त्यहीँ बस्नु भएको छ, प्रवक्ताजी त्यहीँ बस्नु भएको छ, अधिकांश वडा अध्यक्षहरू यहीँ बस्नु भएको छ। हामी सबै ठिक हौँ भने खराब चाहिँ को हो त? खराब चाहिँ को हो? अनि यो हामी गणतन्त्र भनिरहेको छौँ। गणतन्त्रमा के हुन्छ? जनताको राज होला नि। तपाईँहरू त्यहाँ बस्ने भनेको हाम्रो कर खाएर बस्नु भएको। मलाई त लाग्छ 1 वर्ष भयो यहाँ कर्मचारी हुँदैन। यो नगरपालिकामा कर्मचारी हुँदैन। नजिकबाट निहालिरहेछौँ हामी। अनि खराब चाहिँ को हो त? अनि कुरा गरेर भोक यो पेट चाहिँ भराइदिएन। मलाई भन्नु खोजेको सबै कुराले त कागजले त हामी के बनाएको छ भने त सुन्दर नेपाल कागजमा त्यस्तो छ। यसको डिजाइन र मोडल कस्तो छ मलाई त्यो पनि थाहा छैन। फेरि अब म त यो नगरपालिकामै सीमित हुँ भनेको होइन। अब प्रदेश र केन्द्रसम्म पनि जाँदो रहेछ। यहीँ भित्र छन् धेरै मान्छेहरू त प्रदेशबाट योजना किनेर ल्याउने। अनि अस्पताल र स्कुल कहाँबाट बन्छ? प्रदेशबाट योजना किनेर ल्याउँछन्। यिनीहरू कहाँ काम गर्छन्? त्यसको पब्लिक अडिट नभएर यिनीहरू खान्छन् पैसा। चप्पल हाल्ने मान्छेसँग मोटरसाइकल र गाडी चढ्ने पैसा कहाँबाट आयो? तपाईँको बाबुको सम्पत्ति हो त्यो? कसको सम्पत्ति हो त्यो? नेपाली जनताको सम्पत्ति थियो। यहीँ छ सार्वजनिक जग्गा। यहीँ नगरपालिकाको जग्गाभित्र धेरै घरहरू लागेका छन्। यहाँ तपाईँ बाहिर घुमेर जानुहोस्, टाँसा लगाएका छन् ती। यहीँ छ नजिकै यो जनकल्याण भन्ने स्कुल छ। 101 रोपनी जग्गा। मलाई लाग्छ यहीँभित्र पनि कति मान्छे बेचेर खाएर बसेका मान्छे यहाँ छन्। त्यो स्कुललाई स्कुल बनाउँछु भनेर त्यहाँ पनि 101 रोपनी जग्गा गएको छ त। तपाईँको यो नगरपालिकाको आसपासमा हेर्नुहोस् न। तपाईँ आफ्नै कचेरा त सफा गरिसक्नु हुँदैन। हाम्रो कचेरा के तपाईँले सफा गर्नुहुन्छ? बेकार। मलाई त यो भोटिङ राइट गरेर तपाईँलाई त्यो बुढीघाटमा बग्यो कि कहिले यो बुढीघाट हामीले गरेको भोटिङ राइट त्यो दान हो। त्यो दानको सदुपयोग गर्नु होला। यो नगरमा को मान्छे गल्ती छ, को राम्रो छ, को नराम्रो छ, तपाईँ त्यसको ग्वालो लाग्नुहोस् है। त्यसले गल्ती गर्यो भने च्याप्प समात्नुहोस् भनेको त तपाईँहरू राजा हो र हाम्रो? हामीले भोट दिएर तपाईँलाई बनाउने तपाईँ हाम्रो राजा हो र? राजा ज्ञानेन्द्रलाई त हामीले नागार्जुन पठाइसके होइन। तर यसो विगत पल्टेर हेऱ्यो भने यो देशमा कसले विकास गर्यो भने राजा महेन्द्रको कार्यकाल देखिँदो रहेछ। म यो देशको सचेत नागरिक हुँ। म चलचित्रकर्मी पनि। फेरि म राज्य सम्हालसम्म सीमा मिच्न म भन्छु पाइँदैन उहाँहरूले भन्नुहुन्छ। तर मैले बन्दुक लिएर लड्न जाने होइन नि त त्यहाँ। अनि भन्दा त मलाई त म यो भन्न खोजेको म बच्चादेखि यहाँ पछाडि लाग्यो भने म बुढो भइसकेँ। भन्न खोजेको के हाम्रा नाति नातिनाहरू पनि बेचेर खाइदिने भने यो देशको अवस्था। मैले धमला सर तपाईँलाई भन्नुहुन्छ मैले त त्यहाँ बाहिरै भनिसकेँ होइन। म तपाईँको विवाहमा त म भद्रकालीमा गएको होइन र? तपाईँ पो चिन्नु हुँदैन, म त चिन्छु नि तपाईँलाई। त भने यो यस्ता कुराहरू यहीँ झिना मसिना। अझ यहाँ त यो हाम्रो त 2 घन्टा 20 मिनटको मात्रै फिल्म थियो। यहाँ 3 घन्टाको हुन्छ। म यो सर्टकटमै भन्न खोज्छु कि भनेको। यो समरी भनौँ त यहाँको समस्या के ठ्याक्कै हो। म त्यति समस्या भन्नु। मेरो समस्या भनेको जस्तै अहिले प्रदेशबाट योजना ल्याए नि सन्तारको स्कुलमा पैसा हालिएको छ। हामीले जनकल्याण चाहिँ निल्छ। त्यो सौता हो त। यो साँपे बगरको नगरपालिकाको मुटुमा रहेको। न केन्द्रले दियो न त्यसले दियो न। अनि यो मलाई चाहन्छ त्यो स्कुलको त्यो 101 रोपनी जग्गा छ नि। म अहिले त्यो व्यवस्थापन समितिको सदस्य हो। त्यसको खोजी गर्छौँ। यो साँपेमा पनि मलाई लाग्छ 50 देखि 60 रोपनी जग्गा छ। त्यो अधिकरण भएको छ। त्यो खोजी गरौँ। अनि खाने मान्छे को हुन् भनेको। अनि बाँकी भ्रष्टाचारका कुरा गर्नु भन्दा यहीँभित्र म कतिलाई तल परेर म पेन्ट खोलिदिउँला। यहीँभित्र छन् त मान्छेहरू। त्यो नभने यस्ता कुराहरू सचिकेर जाँदा कसो होला? अनि कर्मचारीका कुराहरूले नै सबैले जस्टिफाई गर्न कुरा जरुरी छैन। हामी सचेत नागरिक हो। भन्न खोजेको सबै हामी ठिक हो भने खराब चाहिँ को हो त? हामीलाई भनिदियो भने त्यसो होइन। हामी कोही पनि ठिक छैन। कोही पनि ठिक छैन भने ल धन्यवाद तपाईँलाई। यो प्राइम टिभीलाई पनि एकदम मुरी धन्यवाद छ। अब तपाईँ त राम्रो कलाकार, स्थापित कलाकार, सबैले एकपटक होला ताली बजाएर अभिनन्दन गर्नुहोस् त। सबले राम्रो मान्छे, साँपेबगर नगरपालिकाको राम्रो मान्छे, राम्रो कलाकार, असल कलाकार। उहाँले उठाएको कुरा राष्ट्रिय एजेन्डामा पर्छ। यो देशको विकास र समृद्धिमा उहाँ जस्तो मान्छे चाहिन्छ। खबरदारी गर्ने मान्छे चाहिन्छ। हरि शरणम। थ्याङ्क यू। म सबैलाई नमस्कार गर्दिनँ हजुर। रामलाल सर तपाईँलाई नमस्कार। हस्त नमस्कार। धन्यवाद।